सबैजनालाई वेलकम ब्याक टु माई न्यू भिडियो। सबैलाई स्वागत छ मेरो ब्लगमा। हामी चाहिँ यहाँ बेसार लाउन आइरहेको छौँ। बेसार चाहिँ यस्तो उमेर यस्तो भएको छ। हजुर यी गिरिश र म चाहिँ बेसार लाउन आएको छौँ। ल हेलो भन। ल हेलो भन न पहिला। एकचोटि हेलो भन न। यहाँ एकचोटि बोलौँ। खस्यो। स्वागत छ तपाईहरुलाई हाम्रो छोटो मिठो मिनी भ्लगमा। हैन भ्लगमै हो साथीहरु। भिडियो के कस्तो हुन्छ लास्टसम्म हेरेर माया गरिदिनु होला। यता चाहिँ बेसार उम्रेर रेडी भएको छ लाउनको लागि। यता चाहिँ बेसार छ। ओ यता त्यहाँ इनारको उतामा चाहिँ हामीले लगाउँछौँ। यता चाहिँ हामी तरकारीहरू लगाएको छौँ। यता पनि लगाएको छौँ। यहाँनिर पनि लगाएकै छौँ। अलिअलि हाम्रो खेती हुँदैछ। यता चाहिँ हाम्रो घर बनाउँदाको सामान छ साथीहरू। लास्टसम्म हेरेर माया गरिदिनु होला, साथ सपोर्ट पनि गरिदिनु होला। भन भन न तिमी पनि। म बनाइदिन्छु। भन न आन्टीलाई माया गरिदिनु भन न। माया गरिदिनु सबैजनाले भन। सबैजनाले नमस्ते भन सबैजनालाई। नमस्ते तपाईलाई। सबैजनालाई भन्नु न। सबैजनालाई। साथीहरू मैले चाहिँ आज भिडियो मेरो त्यस्तो स्पेसल भन्ने चाहिँ कहिले हुँदैन। यतिकै मैले चाहिँ अस्ति तरकारी लगाएको थिएँ। त्यो तरकारीहरू के लगाएँ, के उम्रियो, के उम्रिन बाँकी छ, के कस्तो भएको छ म हजुरहरूलाई देखाउने छु। अनि बेसार चाहिँ लगाएको भिडियो गराउने छु। अब के हुन्छ कस्तो हुन्छ भिडियो लास्टसम्म हेरेर माया गरिदिनु होला। साथीहरू हामी चाहिँ बेसार लगाउनको लागि बाटो चाहिँ यस्तो छ है। होइन सानो हिँड्दैनौ। यता चाहिँ यस्तो छ। यो है म हामी चाहिँ यस्तो पछाडि मुखी चाहिँ भिडियो गराउन आउन गाइजहरू। रोह गिरिश एकैछिन कहाँ लगाउने होला क्या? कहाँ लगाउने होला? यतै लगाइदिनु होला। यस्तो छ हाम्रो बेसार लाइन। रोक्न अलि गराइदेलास् के म पहिला यति के हो गाइजहरु यस्तो गर्छ नि त। लास्ट म मेरो ब्लगमा आएर यस्तो गर्ने। बेकार है भैया, मैं तो टूट गया। गन्नायो गीत गाइजहरु गन्नायो लास्टै नराम्रो गन्नायो। यही हो ग्यास छोड्ने त्यस्तो गर्ने न सानो माथि लिएन गन्नायो लास्टै। यस्तो हुन्छ हाम्रो चाहिँ। फेरि पाच्छौ? फेरि पात्मियो गन्ना यार। एकछिन चाहिँ हाँसो मजाक भइहाल्यो है। यस्तै हुन्छ बेला बेलामा। यसको चाहिँ यता हेर्नु धेरै काम गरेर हो कि यस्तो भएको चाहिँ। म चाहिँ अब हाम्रो तरकारी के कस्तो भयो हजुरहरूलाई भिडियोमा देखाउने नै छु। अस्ति मैले तरकारी लगाएको थिएँ। आज तरकारी अलिअलि तरकारी पिनालुहरू लगाएको थिएँ। म चाहिँ भिडियो गरेर आएको छु। मेरो क्यामराम्यान चाहिँ उयो हो। म एकछिन यो भिडियो तरकारी उम्रेको भिडियो गराउँछु अनि तिमीले भिडियो गराइदेऊ है। मेरो म खनेको भिडियो गराइदेऊ है त। यो मेरो क्यामराम्यान चाहिँ हाई भन। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरी हाई भन। अब हातले हाई भन्न।
Aja. हात्ती आयो ल गाई छोरू यता चाहिँ पिनालु छ एन्ड मेरो चाहिँ इस्कुस छ साथीहरू यता चाहिँ इस्कुस छ सानो करेसा बारी चाहिँ यही हो यता चाहिँ पिनालु यता चाहिँ करेला लगाएको छु यता चाहिँ के भन्छ होला हामी चाहिँ घिरिम्ला किरो लाग्यो है घिरिम्ला भन्छौँ हामी चाहिँ घिरिम्ला नै भन्छौँ यता चाहिँ फर्सी छ यता पनि फर्सी छ यहाँ चाहिँ मैले बिच बिचमा मकै हिजो लगाइदिएको छु यता चाहिँ सिमी र बोडी अलिअलि मकै लगाइदिएको छु यता चाहिँ छ हाम्रो भ्यान्टा के भन्नु सजिलो मकै र सिमी लगाइदिएको छु त करेला खै घाँस गाई छु फर्सी छ यो मेरो पिनालु खेती खाने भएपछि आउनु होला है साथीहरू हजुरको लागि पनि हो यो भन्ने छ अझै चाहिँ करेला छ यता चाहिँ यस्तो राम्रो भएको छ मेरो फर्सी चाहिँ यस्तो भएको छ खान खाने देखाए पनि मलाई देखाउने हो र हेलो साथीहरू अन्तिले खनेको व्यक्ति गर्नुहुन्छ लाइक गरौँ अन्तिले गरिदिनु है बाई बाई साथी अरू पनि भन न बाई चाहिँ ल 1 2 3 गो ग्रिसले खनेको छ यहाँ चाहिँ सबैजनाले माया गरिदिनु होला Oh my गाई जोरलाई भन् के पानी खान जान्छु भनेर इस सज्जन को क्या तकलीफ है भाई पानी लिएर राजा गरेर म यहाँ खन्छु एकछिन है ल जान पानी लिएर यहाँ छैन के जान लिएर
देखाउँछु त वा फुल रोज छैन र धेरै हो कि यो रोग हो कि हो रोग हो कति धेरै हो यो फुके पनि सर्छ अन्त यो घाँसको भएको हो यो फुल पुरा बेचेको के काजुको काजु खेती कति कति छ हजारमा अरे देखि देखि पनि हो र अरे ल मेरो हिजोको ब्लग चाहिँ आँटीमा छोडेको थिएँ त्यो मैले फेरि लिएर आइसकेको छु यो चाहिँ छ मेरो डल्लै साथीहरू यो चाहिँ मेरो डल्लै खुर्सानी हो यस्तो छ यति